जाने हो नि ini सब ढुङ्गा ल्याएका भए खाना बानी हुन्छ अछेन यो धारा त कहिले आउनु कहिले आउने यो थलाराको देउल अनि यस्तो छ ती बोका फोका ल्याए नि काट्नै यहाँ फाल्ने आराममा राउनै लागि त्यहाँ बरु धागोहरू त्यस्तो बाँध्दैन बोका टाउका त्यहाँ राख्ने भए बोका यहाँ फाल्ने भए टाउका उज्या भयो नि टाउका पुजारीका भए त्यहाँ हुँदैन हो होइन लाग्ने कहिले दुईचोटि लाग्छ एक चैते आस्तो नि एक टाउको यहाँ भिडाउने एउटा यसरी समात्ने अनि यहाँ राङ काट्ने राङहरू यही हुन धेरै अहिले पनि काट्छ हेमा हैन राखेर काट्ने त्यो राउँ काट्ने ठाउँ छ राँगालाई यसरी राख्ने राँगालाई यसो मुन्टो बनायो यहाँ बस्ने भए यसरी यहाँ मुन्टो लाग्ने भए मान्छे त अब कति भए यसरी राख्यो कस्यो अनि यहाँ काट्ने भए खुडाले चट्टा हान्ने अनि बोका चाहिँ त्यहाँ नि बोका त्यहाँ काट्ने फरक किसिमको रहेछ हैन यसरी ल नौलो ठाउँ घुम्न पाइएको छ हाम्रो महेशजीको जे छ पुरा होस् मनोकामनाहरू यो त जमानाकै रहेछ नि त हैन यो त कहिले जमानाको यो चाहिँ अचेल बन्न ल्यायो फेरि हामीले यो हो नि यो अचेल यो पोहोर साल रामसिंह आएका दिन ल्यायो अब यो हामीले रामसिंह त यहाँ आएन होइन त्यो दिन ल्यायो नत्र यहाँ खासमा यसो काठ हुनाले काठ थियो होइन पुरातात्विकले किन हाल्यो भन्ने कुरो नि उठाएको फेरि यो खास सुरक्षाको लागि अनि मूर्ति छ नि सर मूर्ति हेर्नु न तपाईँको त्यहाँ भित्रको खतरा मूर्ति छन् क्या तिनी एकदमै त्यो हेर्नु न त्यो खालि त्यो बनाएको ढुङ्गा होइन त्यो यी माथि छेउली हाली देखाउनु होइन साधु देखाउनु नत्र म हेर्दिनँ छेउलीहरूलाई ढुङ्गा बनाएको त होइन अरे खतरा मूर्ति छन् ती त ती त तुम्रो अरे अब भयङ्कर उवाला रहेछन् क्या 8 मिनट कुरा हाल्ने त्यो बनाएका त हुन्छ मूर्ति हेर्नु पायो त्यो भित्र हुँदैन हुन्छ नि चढाइएका घाटहरू होला नि पानी तलको धारा छ नि त्यो र यो एउटै हो खासमा यहाँ पनि पानी निस्किन्छ काँडी छ अनि यो मुङ्गो हेर्नु धारा यो पानी भित्रैबाट मूर्तिहरू रहेका छन्